नमस्ते साथीहरू, व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। योभन्दा अगाडिको भिडियोमा मैले ह्रस्व दीर्घ सम्बन्धी एउटा नियम बताएको थिएँ। अब यो भिडियोमा पनि म तपाईहरूलाई ह्रस्व दीर्घ सम्बन्धी नै एउटा नियम बताउन चाहन्छु। मैले अघिल्लो भिडियोमा भनेको थिएँ कि सर्वनाम शब्दका अन्तिम अक्षर दीर्घ हुन्छन् भनेर। त्यस्तै गरी नेपाली भाषाका शब्दहरूमा स्त्रीलिङ्गी शब्दहरूको अन्तिम अक्षर पनि दीर्घ लेखिन्छ। यदि स्त्रीलिङ्गी शब्दहरूको अन्तिम अक्षर इकार अथवा उकारमा टुङ्गिएको छ भने ती इकार अथवा उकार दीर्घ लेखिन्छ। जस्तै गाई, भैँसी, दिदी, बहिनी, छोरी, बुहारी, माइजू, भाउजू यी शब्दहरू स्त्रीलिङ्गी शब्दहरू हुन्। यी शब्दहरूका अन्तिम इकार र अन्तिम उकार सधैँ दीर्घ नै लेख्ने गरिन्छ। अब याद गर्नुहोस्, स्त्रीलिङ्गी शब्दहरू अगाडि र बीचमा ह्रस्व भए पनि अन्तिम अक्षर चाहिँ दीर्घ नै लेख्ने गरिन्छ। धन्यवाद। अब अर्को भिडियोमा फेरि भेटौँला।